आज चाहिँ हिउँ यस्तो परिरहेको थियो, अहिले चाहिँ अलिक कम भएको थियो। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी यस्तो राम्रो भएर कहाँ जाँदैछौँ भन्छौँ है त। पहिला चाहिँ बाबाले यहाँ यो जुत्ता दोकानमा मैले नि गरेको, अनि हिउँहरू अलिक कम भएको थियो अघि नआएको भन्दा। यो चाहिँ मैले अस्ति नआएको भिडियो हो, हिउँ पर्दाको। मेरो स्कुलमा यस्तो हिउँ परेको थियो नि गाइज, हेर्नुहोस् त्यहाँ भुइँभरि हिउँ छ। त्यो कहिले सोरेर भ्याउने हो नि थाहा छैन। अनि यति धेरै हिउँ थियो कि मेरो स्कुलमा, यो चाहिँ मेरो स्कुलमा पर्ने। अनि आज हामी जान्छौँ मन्दिर। जापानिज यो चाहिँ स्नोम्यान बनाएर छ कसले सानो। आज हामी कहाँ जाँदैछौँ भन्दा आज हामी मन्दिर जाँदैछौँ, जापानिज मन्दिर। म चाहिँ सेकेन्ड टाइम हो, मेरो बाबा फर्स्ट टाइम हो। सो जाँदैछौँ हामी। यो चाहिँ सुपर मार्केट हिँडेको यहाँ। अनि हामी सबैजना जाँदैछौँ, मम्मी नि हुनुहुन्छ यहाँ, मम्मीसँग नि जाँदै बाबा नि हुनुहुन्छ। अनि म चाहिँ टोपी लगाइरहेको छु गाइज। अनि हामी अब ट्याक्सीमा नि चढ्यौँ, ट्याक्सी पनि आयो, ट्याक्सीमा जान्ला हामी मम्मी। अनि ट्याक्सी पनि आयो, अनि ट्याक्सीमा यस्तो राम्रो भिडियो खिच्दै गएर, स्नोम्यानहरू हेर्दै गएर, कस्तो राम्रो स्नो परेको थियो। स्नोहरूको हेर्दै गयौँ हामी ट्याक्सीमा। अनि त्यसपछि हामी आइपुग्न लागेको थियौँ। अनि यस्तो हिउँ परेको थियो नि यहाँतिर, झन् हिउँ चाहिँ अलिक कम भएको थियो। अनि त्यसपछि हामी गयौँ मन्दिरमा। अनि गएपछि हामी मन्दिरभित्र पस्यौँ। अनि यहाँ चाहिँ प्रे गर्नुपर्ने रहेछ। अनि त्यो प्रे चाहिँ भएर हामी आएँ। प्रे गर्ने बेला चाहिँ भिडियो हेर्नु नपाउने रहेछ। अनि हामीले यस्तो राम्रो ठाउँ भेट्यो, अनि त्यहाँ फोटो खिच्दै बसिरहेको छौँ। यो कस्तो राम्रो घर जस्तो, अनि त्यहाँ घडी थियो, कति राम्रो थियो कि म त्यहीँ बसौँ जस्तो भइरहेको थियो फोटो खिच्न, कति राम्रो थियो। अनि यो चाहिँ यस्तो राम्रो थियो कि यो चाहिँ मलाई यो मन परेको है। म चाहिँ यहाँ धेरैचोटि आइसकेँ, बाबा चाहिँ फर्स्ट टाइम। अनि यो चाहिँ हिउँ परेको नि देखाइराखेँ झिलिमिलीले। अनि हेर हिउँ परेको यहाँ गाइज, हेर्नुहोस् रुखबाट खसिरहेको छ हिउँ चाहिँ। यस्तो जाडो थियो नि गाइज, के भनौँ। अनि आजको लागि यति नै गाइज। आजको मन्दिर चाहिँ यस्तै भयो, मन्दिर चाहिँ देखाउन पाइएन अब भिडियो खिच्न नपाएर। यो अब अस्तिको भिडियो थियो, मैले आज पोस्ट गर्दैछु नभएर। बाई बाई गाइज।